So hello guys and welcome to a new vlog. It's me Basant. So we are going to कहाँ जाने हामी चाहिँ बसन्तपुर जाँदैछौँ तिनजुरे जाँदैछौँ साथी ए बहिनी काटा यो भ्यू भइहाल्यो भरे कट गर्दा भइहाल्यो हेलो गाइस हामी चाहिँ तिनजुरे जाँदैछौँ र यहाँ देखिन्छ यहाँ एलिसको बाइक यहाँ चाहिँ अमितको स्कुटी साइकल छ अनि म यहाँ छु हैन अनि यहाँ चाहिँ रबिन लो बाइक चढिया छु राइडमा सवारी आए दाइको बिस्तारै कुदाउँदा यो खिच्छु रोक्नुपर्छ क्या
भाइरल स्पट पो रहेछ त अगाडि आएर अगाडि अहिलेदेखि अगाडि अगाडि जाऊ भने के देखिन्छ के किडनी पाउँदा रेडी बस होला कहाँ हुन्छ चेकिङ एभ्रिवान यहाँ हामी पर्खेर चाहिँ साथीलाई एली निकेश एलिस त्यसपछि अमित आइ भन न यार के हो सो होइन हामी अब बसन्तपुर जान लागेको छ अगाडि होइन त्यो साथी ढिलो आइरहेछ कि स्पिडीमा त्यही भएर हामी पर्खिरहेछौँ होइन साथी पुरै उल्टे गरेर फाल्दै त्यो हो र ल कस्तो राम्रो क्या यहाँ हेर न मौसम क्या बहुत अच्छे मौसम है क्या आप सोच भी नहीं सकते हो बहुत अच्छे हाँ हमारा दोस्त है उधर ल बल्ल आइसक्यो हेलो गाइज सो हामी एकदमै अब बसन्तपुर जान लागेको छ है बाटो हेरौँ कस्तो दामी दामी बाटो छ कि त्यहाँ हेरौँ न बाफ्रे यहाँ आनन्द शीतल आइरहेछ होइन गाइज सो हामी यहाँ बसिदिउँ एकछिन बहुत दूर आ गए हैं गाइज बहुत दूर देख सकते हो कहाँ आ गए मालिक हम अभी पहाड़ में आ गया है हाँ ए भाई अमित अमित एउटा यसो त्यहाँ पुगेछ होइन भिडियो बनाउँदा टक्क ल ल ल यस्तो हुन्छ केटाहरू एउटा भिडियो बनाइदिउँ न यार केटाहरू आए पनि यस्तै हुन्छ केटाहरू अमित गिटारिस्टै हाम्रो बिस्तारै जानु मुझे गिटारिस्ट होइन सिनेमेटिक होइन एकमै गीत
गएको आइतबारे मेलैमा गएको मै खोलाको छेउमा बसी रेडी ए मलाई के हिँडेको यो जङ्गलको बन्दर हिँड्दैछ है बन्दर गाउन बरु सबैलाई आउने त्यही आउँछ सबैलाई आउँदैन मलाई त फेरि ढिटेडी गरिदिन्छ ज्याला टाढो कोसिस गरेरै चिप्लो एउटा हातमा चुरो छ अर्को खल्तीमा चलन सक्दिन चारैतिर घोरे सलाई बल्ला घरको छिरीले देख्यो मलाई मासु दिन तालो बुढो चुरो टकारे मायासँग बनी साह्रै हकारे मैले काको तँलाई के बो बनी फर्काए माइन्ड बिजनेस बुढो बनी के ल्याइदिनु पर्छ अहिले तत्काल सुकुटी आउँदैछ ल कस्तो पाए यहाँ लाउनमा यहाँ छ दामी कम्प्लिमेन्ट्री सर्ट हिमाचुली पल्लोपट्टि भयो ल बुद्ध मुली ज्ञान छैन मोदी भिडियो भाउजू नमस्ते भने के भन्ने हेर्छ होला नि त्यसले अरे भाई छोड्दैन हेर्छ होला हमने उसे इतना देखा तिमीले पनि देखेर पनि देख सकता है अमित आएन है अलि त कहाँ छ बिरालो ल यहीँ पर अमित अलि त आयो भने आउँछ है भिडियो ल आउँछ होला
टक्कै यो भिडियो आउँछ नछेर वान सर्ट है वान सर्ट दिन आन्टी म अफ गर्दैछु भेरी भेरी बसन्त साथै आउँछ दबाएर खाने निकेश एलिस विशाल के अरे अमित हामी छैन यो चाहिँ मेरो होइन हामी राजा बंगले के पीछे तेरी टेबल के नीचे अरे पिया रे आहर आहर अरे पिया काटा लग एक शर्ट में हुका रुहे जोबन बिचरा 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 ला 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 तू है मेरी फैंटेसी सुनाना 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 अब मैं ज़ुबा हो गई माया लाग्ने रहेछौ सन्नानी बोले नि माया लाग्ने रहेछौ सन्नानी दिलको कसैलेमा नत्र झन्झनी चाइना कम्पनी चाइना कम्पनी चाइना कम्पनी चाइना कम्पनी भए डम्फरै चरी जाउँ बाँचौँ सँगै नभए मरि जाउँ माया भए डम्फरै चरी जाउँ बाँचौँ सँगै नभए मरि जाउँ मेरो माया भन्दामा कस्तो छ गिटी अनि बालुवा जस्तो छ गिटी अनि बालुवा जस्तो छ चाइना कम्पनी चाइना कम्पनी चाइना कम्पनी चाइना कम्पनी जुनेको किरण चिर्ने भए यही छाती चिरन राम्रो छेउको ढलले माया लाको होइन छलले
राम्रो छेउको ढलले मायालाको होइन छलले राम्रो जुनैको किरण चिर्ने भए छाती चिरन चिर्ने भए छाती चिरन चाइना कम्पनी चाइना कम्पनी चाइना कम्पनी चाइना कम्पनी Song is dedicated to legend Prasanth Tamang. Rest in peace. चुप भाइ चुप असारे महिनामा पानी परेरुझाउने एक्लो यो मेरो मन कसरी बुझाउने भन्सिँदै भन्सँदै रुँदै घर नौ डाँडा पारी छ कङ्कन सहर बिछोडको बेलैमा बिछोडको बेलैमा सन्चनी बग्ने खहरे खोला बत छोरो बुझ्ने भोला सन्चनी बग्ने खहरे खोला बत छोरा बुझ्ने भोला पिँढी खेल्दो हो मलाई नै भुल्दो हो साँझ परेपछि आमालाई सोध्यो खोइ बाबा भनेर खोइ बाबा भनेर मराले न्याउलको बोली बेलामै के गर्दै होली भन्ने बराले न्याउलको बोली बेलामै के गर्दै होली सिरीमा बसेर के कुरा गर्दै हो कहिले हाँस्दै हो कहिले रुँदै हो मलाई नै सम्झेर मलाई नै सम्झेर सम्बन्ध हाम्रो बाहिर पनि नपाए जस्तो छिरेर पनि नचिने जिन्दगी यस्तै नै हो र आफ्नै बाटो त जानु जाने सिलगढी म जाने सिक्किमतिर कस्तो जति पानी पर्यो भिजेर म चुरा भए तिमीसँगै हो त लागि आफ्नो गाडी सबै गाडी चढ्न थाल्यो कमान्डरको हर्न सुनि
कालेबुङ टु सिलिगुडी अन तिमी कस्तो चढेर गयौ कतातिर चाडी राख्यौ मलाई सिलगढी म जाने सिक्किमतिर छैन तर मलाई परुवा छैन भोलि केही रहेछौ आँखाले केही बोलु जगे भने तर पनि लाग्छ सोचेर तिमी जाने सिलगढी म जाने सिक्किमतिर केटाहरूलाई एक दुईवटालाई खिच्दा आउँदैन इङ्ग्लिसहरूलाई लैजाला औँठी लैजाऊ चिनो फुल दिए ओइ लैजाला औँठी लैजाऊ चिनो लाग्ला है ल केटा ल ल चेस केटा हो चेस हल्लाएर खानुपर्छ ना कोई शादी फिर भी निकल पड़ा है घर से शायद जिसकी तलाश है वही शादी है ओ जाने जाना ढूंढे तुझे दीवाना सपनों में रोज आए आ जिंदगी में आना ओ जाने जाना ढूंढे तुझे दीवाना सपनों में रोज आए आ जिंदगी में आना सनम लाइट दे ल ल ल भिडियो भयो ल ओइ ल ल ल ओइ केटा ओइ अर्कै पिस पऱ्यो यहाँ अलि न चिया निकाल न पाउन बिस्कुट आएकै छैन चिया निकाल हात मात्रै भइरहेछ यिनीहरू निकाल्न चिया चिया निकाल्दै केटा ओइ तिमी निकाल न चिया निकाल नि 6 कप देखियोस् न यहाँ निकाल त यता एडिट गरिहाल्छु कि ल ल दामी भयो ल बिस्कुट बाँड न यार ए त मलाई त घुमाएन त्यही
हेलो एभ्रिवान गाइस, ल फेरि तपाईँहरूले अर्को भिडियोमा देखाउँदैछु। यो बाघको छाला हो, यो हेर्नु न, बाघको छाला रहेछ होइन। यसो हेरेको हो किन सोधेको उहाँको, यहाँ बसेको अनि उहाँले के भन्नुभयो भने बाघकै छाला हो, दङ्गै भएको। अनि यो बाघको छाला रहेछ, एकदम तातो दिँदो रहेछ। एकछिन बस्यो, अहिले बिहानको मौसम त जस एकदम कुल आनन्द छ क्या बाहिर। हामी चाहिँ चिया चिया खान्छौँ होइन, साथीहरू भित्रमा छ। अनि अरू साथीहरू उता फोटो खिचाउनु गएको छ तलतिर। तपाईँहरूले बाघको छाला देखाइदिउँ भनेर यसो भिडियो बनाएको छु। थ्याङ्क यू सो मच, लाइक गर्नुहोस् सबैजनाले। बल्ल बल्ल पुग्यो अहिले पहाड होइन, हिल जमिन पुरा हिल जमिन टक्क सबै हिलै जमिन जमेछ। मैले बिहानै उठेको, साथीहरू सुतिरहेछ, बिहान उठ्यो टक्क फोटो सुट। मैले भिडियो खिचिदिइरहेको छु भाइले यसो। ओ हेलो, के छ भाइहरू? कोही बोलेको छैन त, सबै लजार हो। भोक लागेछ त्यसो भए